यस अन्तर्क्रिया कार्यक्रममा पाल्नुहुने सम्पूर्णलाई म हार्दिक स्वागत गर्न चाहन्छु र यो विद्युतीय सवारीको ग्यास जसलाई हामी डलर तिरेर ल्याउँछौँ, पेट्रोल डिजेल डलर तिरेर ल्याउँछौँ, यसमा कन्भर्ट गरियो भने डलर बचाउ हुने भयो, दोस्रो वातावरण पनि शुद्ध हुने भयो। त्यसो भएको हुनाले सरकारले यसमा महत्त्व दिनुपर्छ। सरकारले यसमा महत्त्व दिइआएको छ भनेर पूर्ववक्ता पाण्डे दाइले पनि भन्नु। अब सरकारको बजेट पछि आउँदैछ। आज हामी 27 गते छौँ। सुझाव राखिदिनु पर्यो भनेर अध्यक्षले भन्नुभयो। म सुझाव पुर्याउँछु, तर तपाईहरूले पनि सरकारी क्षेत्रलाई सम्बन्धित निकायलाई घचघचाइरहनु भएको छ भन्ने मैले बुझेको छु। साँझपछि एक दिन तपाईहरूका एसोसिएसनका साथीहरू र म अर्थमन्त्रीजीकोमा एकैचोटि पुगेछौँ। मेरो सुझाव र सल्लाह के छ भन्दा यो विषयलाई अलिकति पाण्डे दाइले पनि कुरा उठाउनु भए जस्तै हामी धेरैलाई थाहा छैन। राजनीतिक क्षेत्रका मान्छेहरूलाई कमै जानकारी होला, निजी क्षेत्रका अन्य लगानीकर्ताहरूलाई कमै जानकारी होला। यसका फाइदाहरूको बारेमा अलि धेरै सेमिनार, गोष्ठी, प्रकाशन, प्रचारको माध्यमबाट चाहिँ यात्रुहरूको मन जित्नुपर्छ। आलोचना छ, सानो छ, मास स्केलमा मान्छे बोक्न सक्दैन, झन्डै 700 छ भनेर भन्नुभयो। मैले सुनेको झन्डै 1 लाख मान्छे अप एन्ड डाउन गराउन सक्छ यदि सबै बाहिर आउँदाखेरि भन्ने। तर मान्छेहरूले भन्छ मास स्केलमा अलि ठुलो बनाउन सक्यो भने, अलि धेरै मान्छे एकैचोटि बोक्न सक्यो भने, यदि सम्भावना छ भने त व्यवसायिक हिसाबले त्यो राम्रो हुन सक्छ होला। त्यसका निम्ति राज्यले गर्नुपर्ने सुविधाहरू के दिनुपर्छ, राज्यले त्यसका निम्ति दिनुपर्छ भन्ने नेकपा एमालेको तर्फबाट म तपाईँहरूका यी मागहरूप्रति आज्ञाबद्धता जाहेर गर्छु, सम्बन्धित ठाउँमा पुर्याउँछु। फेरि पनि आवश्यक पर्यो भने छलफलमा भाग लिन्छु। धन्यवाद। मैले देखेको के भने यो नेपालको आफ्नै उत्पादन हो, म्यानुफ्याक्चर्ड इन नेपाल भन्ने सभाको हामी आफैले गरेको हो। दोस्रो के हो भने आजको विश्वको सबभन्दा ठुलो जल्दो बल्दो वातावरणीय समस्याको लागि यो इन्भाइरोमेन्ट फ्रेन्डली ट्रान्सपोर्ट सिस्टम पनि भर्खर जिएको सम्मेलन सम्पन्न भयो। तपाईँहरूले सुन्नुभएको छ कि अहिले सबभन्दा ठुलो समस्या भनेको जलवायु परिवर्तन हो, तापक्रम वृद्धि हो र हुँदाहुँदै अहिले काठमाडौँमा पङ्खाको पनि स्कार्सिटी भएछ। लो कार्बन फुटप्रिन्टको कुरो भइरहेको छ। त्यसैले लो कार्बन फुटप्रिन्ट फ्रेन्डली पर्ने यो ट्रान्सपोर्ट सिस्टम भनेपछि यसको ती सबै विशेषता एउटालाई प्रवर्धन गर्नु, विकास गर्नु, सहयोग गर्नु मलाई लाग्छ राज्यको दायित्व हो। अहिले त झन् सबै सवारी साधनहरू छाडा भएर हिँडिरहेको छ। त्यो बेलामा चाहिँ यो एटमोस्फेरिक ब्लक आउटको एगेन्स्टमा लड्ने पनि यो सवारी साधन हो। यहाँको चाहिँ वायु प्रदूषण कम गर्ने भने पनि यसको विशेषता छ। त्यसैले मलाई लाग्छ यसको जुन तपाईँहरूको मैले हेरेँ कि यो प्रवर्धनको लागि सरकारले के गर्नु पर्यो र हामीले के गर्नु पर्यो भने मलाई लाग्छ अब सरकारसँग तपाईँहरूले माग गर्नुभएको छ कि यसको लागि उच्च स्तरीय संयन्त्रको निर्माण हुनुपर्छ। म त्यसको पूर्ण रूपमा समर्थन गर्दछु र जो वातावरणमै भोलि आयो भने तपाईँहरूसँग डेलिगेसन गएर पूर्व मन्त्रीको हैसियतले यो बनाइदिनु पर्यो भने पनि तपाईँहरूको मागलाई चाहिँ हामीले समर्थन गरेर लगिदिन्छु भने पनि यहाँहरूले भन्न चाहन्छु। र अन्तमा तपाईँहरूसँग मेरो एउटा विशेष अनुरोध पनि छ। फेरि वातावरण मन्त्रीको हैसियतले मात्र होइन कि एज ए सिटिजन मैले यही हलमा चाहिँ 3E को भाषण गरिरहेको, इनर्जी रिभोल्युसन, इन्भाइरोमेन्टको र यो गभर्नेन्सको। मैले तपाईँहरूसँग के छ भने अहिले वेस्ट म्यानेजमेन्ट गर्ने ठुलो चुनौती हो। मैले मन्त्रालयमा यो ब्याट्रिजहरूको बारेमा पनि एउटा अध्ययन गर्ने कार्यदल बनाएको थियौँ, गर्नु लागेको थियो। के भयो मैले अन्तमा चाहिँ हेर्न पाइनँ। तर के हो भने बिस्तारै जुन चाह्यो वेदर वी आर युजिङ द ब्याट्री इन द सोलर इनर्जी और ब्याट्री इन द यो सफा टेम्पो, यो सबै वेस्टको म्यानेजमेन्ट गर्ने बारेमा खास गरी ब्याट्रीको जुन छ नि त्यसको वातावरणीय प्रभाव र त्यसलाई कसरी
त्यो वातावरण संरक्षित गर्ने त्यसलाई चाहिँ डिस्पोज गर्ने बारेमा पनि यतातिर तपाईँहरूको ध्यान जाओस् भने पनि म अनुरोध गर्न चाहन्छु। पेट्रोल ग्यासहरू आयात गर्छौँ, त्यो भोलि नेपाली जनताको क्रय शक्तिभित्र पर्छ कि पर्दैन, समग्र रूपमा हामीले सोच्नुपर्ने, गम्भीरतापूर्वक लिनुपर्ने जरुरी छ। त त्यो भित्र नेपालको यातायात नीति के हुने समग्रमा त्यो भित्रै यो पर्छ भन्ने लाग्छ। जलको कुरा गर्छौँ, जमिन जङ्गल जडीबुटी र जनशक्ति भनेर अब त्यसलाई सही किसिमले सदुपयोग भएको छैन। त्यसलाई चाहिँ अगाडि बढाउन आम नेपाली जनताको पक्षमा हामीले प्रयोग गर्न सकिरहेका छौँ कि छैनौँ, त त्यो खालको भिजन हामीसँग छ कि छैन, त हामीले जति पनि राष्ट्रिय जलविद्युतका योजना ल्याउँछौँ त त्यो राष्ट्रिय हितमा छ कि छैन, वैदेशिक पुँजीमा हामी निर्माण गर्ने कि अथवा हाम्रो राष्ट्रिय पुँजीमै हामी सक्छौँ, त्यो भिजन क्लियर नभइकन हामीले नीतिहरू सम्झौताहरू गर्छौँ जो कि त्यो व्यवहारमा आउन सक्दैन। त यहाँ आवश्यक के हो त भन्दा हामीले पर्याप्त मात्रामा हाम्रो जलशक्तिलाई दोहन गर्ने र त्यो आधारमा हाम्रा उद्योगहरू यातायातका साधनहरूलाई अगाडि बढाउने, जसले भोलिका दिनमा यहाँ पर्यावरणदेखि लिएर नेपाली आम जनशक्तिदेखि लिएर हाम्रो स्रोत साधनहरू बाहिर जान नपाओस्, हाम्रो अर्थ बाहिर जाँदैन, जसले देशको अर्थतन्त्रलाई यसलाई मजबुती दिन्छ। त यो आधारमा हामीले सोच्नुपर्छ। राजनीतिक पार्टीहरूले त्यसलाई कसरी बुझेका छन् त कहीँ न कहीँ राजनीतिक पार्टीहरू व्यवसायीहरूसँग जोडिएका छन् र तिनको आफ्नो स्वार्थ जोडिएको हुन्छ। त्यो भएर राम्रो काम पनि अगाडि बढ्न सक्दैन। त राम्रो कामको लागि सदैव तपाईँहरूसँग म छु। मैले हिजोका दिनमा पनि तपाईँहरूसँग भनेको थिएँ। त त्यसलाई राष्ट्रिय यातायात नीतिभित्रै पारेर अगाडि बढ्नुपर्छ भन्ने मेरो एउटा भनाइ हो। उहाँ दोलनले वास्तवमा मुख छोडेर हिँड्न पर्ने अवस्था थियो। 12